नमस्ते गाइज, वेलकम ब्याक टु माई अनदर भिडियो। मेरो भिडियो स्टार्ट भइसक्यो। के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? हामी पनि सन्चै छौँ। आजको मेरो भ्लग चाहिँ गाउँमा छु। सो म चाहिँ टोटके घुम्न जाँदैछु। त्यही भएर हजुरहरूलाई पनि देखाउँदैछु। म जता जान्छु हजुरहरूलाई पनि त्यतै लान्छु, किनभने हजुरहरू मेरो युट्युब फ्यामिलीलाई सेयर गर्छु म। हाम्रो चाहिँ गुराँस फुलिरहेको छ। यो चाहिँ गुराँस चाहिँ फुल्यो बनैमा, फेरि ढल्नु होला। गुराँसहरू फुलेको छ। हाम्रो चाहिँ अहिले ठ्याक्कै हामी वैशाखको 2 गते छौँ। 2082 सालको अन्तिम भन्दा पनि 82 सालको डे 2। आज चाहिँ डे 2। मेरो छोरो, क्यामेरामा मेरो बाबु, यता हेर्दै हुन साथी, मेरो साथी सानो छोरोले मम्मीलाई चाहिँ उटिप्दै दिने गरेको छ। हामी चाहिँ यहाँ मेरो अमाजु दिदीहरूसँग आएको। दिदी पनि भ्लगर हुनुहुन्छ, स्टार्ट गर्दै हुनुहुन्छ। हाम्रो चाहिँ यो गाउँ है, हजुरहरूलाई पनि हेर्न सक्नुहुन्छ। हो त्यो त्यहाँ गाउँबाट आएको हामी घुम्दै फिर्दै यहाँसम्म आइसकेको छौँ। हामी चाहिँ हजुरहरूलाई हामी गाडीमा आएन, किनभने दिदीहरूले भ्लग बनाउँदै जानुपर्छ भन्नुभएको थियो। त्यो भएर हामी चाहिँ हिँड्दै आएको। अनि हाम्रो यहाँ भान्जी हुनुहुन्छ। नमस्ते। हामी आज टोकिएको भ्रमण गर्दैछौँ। कस्तो राम्रो आउँदो रहेछ। फोटो खिचिदिन्छ है हजुरको। गाउँ पनि आउँदो रहेछ। काम गरेन भएन बाबु, यो उ समात त लाइभ राख्ने भनेको कामै गरेन। ए गुराँस टिपेर पनि हातमा यति समाउनु भएको छ। मेरो छोराले पनि टिप्न सक्छ त। ऊ त्यहाँ त सानो सानो रहेछ। खै आयो हो, त्यहाँ जाऊ उभिउ बाबु, म फोटो पनि हानिदिन्छु नि एउटा गाउँ। ल छोरो, यहाँ आएर मम्मीको भिडियो खिच्देऊ न। हाम्रो गाउँ है गाइस, यो चाहिँ यस्तो छ। अलि ढिलो आइएछ साथी हो हाम्रो। यो गुराँसहरू त फुलेर झरिसक्यो। ए ऊ त्यहाँ हेर्न, ऊ त्यहाँ त 15-10 दिन पछि आइएछ है। पूर्ण गाउँ पनि कस्तो दामी देखेको त। बरङ्जाहरू पारितिर के छन्। ल गुराँसै फुल्यो, कस्तो राम्रो त नि। यस्तो गाउँको भिडियो खिच्न पर्यो क्या। थाकेको र साथी। गाह्रो छ घुमेर डुलेर बस्न पनि। कस्तो राम्रो के हजुर। हामी चाहिँ वहाँ पर पुग्ने मान्छेहरू हो। अहिले यता बेलुकातिर पुगिन्छ होला। आउनु न, यहाँ फोटो खिचौँ। हामी भन्दा नि तपाईँहरू हराउनु हो त। ल हाम्रो चाहिँ यो सेकेन्ड चरणको खाजा हो साथी हो। उहाँ टोटके पुग्दासम्म कति चरण पुग्छ थाहा नै छैन। हजुर, अब हाम्रो चाहिँ यस्तै छ पारा। यस्तै छ पारा। ए चट यता हामी चाहिँ यहाँ डिलमा छौँ। अनि गाउँहरू देखिन्छ। यता चाहिँ हाम्रो गाउँ हो भने यता चाहिँ पूर्ण गाउँ। अनि उता चाहिँ भकिमली छ। यहाँबाट हालिदिने। ल यहाँबाट नि हानिदिन्छु नि त म। ल छिटो आउनु छोरी। मामु छोरा चेन्ज हुने, किनभने भ्लगमा मेरो मुन्टो पनि देखाउनु पर्यो। साथी हो हामी चाहिँ
हाम्रो बाँदर छ एउटा पुरै हानिदिन्छ गयो गयो यस्तो थकाइ लाग्यो भनेर खाजा खाजाहरू खाँदै हिँड्दै खाजा चाहिँ करेन्ट कुरकुरे राख्ने चिज बोल्छ आलु खायो कुन पेन हामीले चाहिँ यसलाई कुन पेन भन्छ यतातिर चाहिँ जुन मान्द्र भन्नुहुन्छ हजुर ऊ पर हो बाबु छोडिदेऊ आऊ आऊ यो कुन पेन पाके रहेछ अनि टिप्न जान्छ नजाऊ बाबु नजाऊ भएर आऊ लाऊ छिटो यो चाहिँ यस्तो छ कि पछि त कस्तो पाक्छ होला है जेठमा पाक्छ र यो जुन मान्द्र ल छिटो छोडिदिएर आइज हेर्नु न यो चुत्रो फुलेको यस्तो मजाले फुलेछ अब यो लाउरे त गुल्टिन्छ त फेरि नजाऊ बाबु छोडिदेऊ काँडा छ नि बाबु त्यो काँडा ल यता हेर रुखको पराहरू त यस्तो छ हजुर बाटैमा भेट भयो रहेछौ काले काले अति दुःख भएपछि त अनि यस्तो गर्नु पनि पर्दो रहेछ कि फुल ल्याएँ एउटा बैशाख भएर अनि फुलहरू सुकेको रहेछ क्या रोडोडेन्ड्रो यो चाहिँ थ्याङ्क यू सो मच गाइज म चाहिँ भ्लग हिँड्नुहुन्छु फेरि कन्टिन्यू गर्दै गर्छु थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई